तपाईलाई अलिकति पनि लाज शरम छैन? ए बहिनी कति मोबाइल चलाएर बसेको? ढिला भइसक्यो, काममा जानु परेन? हे दिदी, काममा त म गइहाल्छु नि। मलाई नि थाहा छ नि काममा जानुपर्छ भनेर। थाहा रहेछ त, बल्ल बल्ल पाएको काम पनि छुट्ला फेरि। छिटो छिटो खानासाना खाएर गइहाल। हे दिदी, कति किचकिच गरेको, गइहाल्छु नि। भर्खर त उठेर फ्रेस भएर मोबाइल हेरिरहेको। मैले एकछिन के मोबाइल हेरेको तपाईलाई गाली गरिहाल्नु पर्छ है। म गएँ काममा। बुढेसकालले पनि छोइगयो, दारी पनि सेतै भएछ। के गर्ने अब? होइन साली नानी, आज त चिर्चेक्ट भनेर टाढै हिँड्यौ। आहा, आज मेरो साली नानी कति राम्री देखियो कि, हेरिरो जस्तो लाग्यो मलाई त। हे बिनाजु, कति जिस्किनुहुन्छ हजुर पनि? कहाँ जान लाग्नु? दिदीले हिजो भर्खर काम खोजिदिनु भएको रहेछ, त्यही कामको लागि जान लागे कि ढिलो भइसक्यो मलाई। हे साली नानी पनि जिस्केको होइन के, मैले तिमीलाई माया पो गरेको त। ल ल बिनाजु, माया गरे गर्नुहोस्, जिस्काए जिस्काउनुहोस्। म चाहिँ गएँ काममा, ढिलो भइसक्यो। बल्ल बल्ल पाएको छु काम, त्यो पनि फुट्क्यो भने नगर्न नघाटको हुन्छु। गएँ है। हे साली नानी पनि, बरु तिमीलाई अप्ठ्यारो हुन्छ भने म बाटोमा पुऱ्याउन जान्छु नि। हे बिनाजु, तपाईँ जानु पर्दैन, हजुर घरमै नै बस्नुहोस्। म एक्लै पनि जान सकिहाल्छु नि। होइन होइन, यति जवान सालीलाई बाटोमा कसैले आँखा लाउँदैन कि भनेर सँगै जान लागेको नि। होइन होइन बिनाजु, पर्दैन, हजुर घरमा नै बस्नुहोस्। बरु दिदीलाई यसो सहयोग गर्नुहोस्, म एक्लै जान सक्छु। हस् त, मलाई ढिलो भइसक्यो, म गएँ है। साली, तिमी बिना मेरो घरमा पासै हुँदैन। नमस्कार सर। नमस्ते नानी। सन्चै हुनुहुन्छ? सन्चै छु, अनि तिमी? म नि एकदमै सन्चै छु सर। अनि कहाँ स्कुल जान लाग्नु भएको? स्कुल जान ला नानी। अनि तिमी? म नि काममा जान लागेको सर। अनि साँच्चै तिमी सानैदेखि यहीँ बसेर पढेको होइन? कति कक्षामा पढ्छौ अहिले? हो नि सर, मैले त पढाइ छोडेको 1 वर्ष हुन लागिसक्यो। अहिले म त दिनरात काम गर्छु नि। ए, अनि पढाइ छोड्देऊ? अब 12 सकेर बसेँ, अब के जब गरौँ कि भनेर। यसो जब पनि गर्ने अनि पढाइलाई नि निरन्तरता दिने, पढाइ त छोड्नु हुँदैन नानी। अब त्यस्तै छ सर। हुन त आफ्नो बाध्यता होला, तर सकभर पढाइ नछोड है नानी। यति सानै नानी छौ, सानैदेखि हाम्रै गाउँमा बसेर पढ्यौ गर्यो। अब अलिकति आफ्नो पढाइलाई पनि फोकस गर्ने, काम पनि गर्ने गर है। हुन्छ सर। अनि एउटा कुरा भन्छु ल नानीलाई। भन्नुहोस् न सर, के कुरा हो? यहाँ हाम्रो गाउँको बारेमा नानीलाई हल्का फुल्का त यहीँ बसेको हुनाले थाहा छँदैछ। यहाँका केटाहरू कस्तो छन्, यहाँका केटाहरूको व्यवहार कस्तो छ तिमीलाई थाहा छ नि होइन? थाहा छ सर। त्यही भएर अलिकति आफू पनि जोगिएर हिँड। यहाँ अस्ति भर्खर त्यो घटना घटेको पनि थाहा छ नि नानीलाई? थाहा छ सर। अलिकति जोगिएर हिँड, घरदेखि बाहिर जाँदा सबैलाई सोधेर हिँड्ने गर। आफन्तलाई भन, एक्लै कहीँ जानु पर्यो भने सोधेर मात्रै जाने, हिँड्नु पर्यो भने सकभर एक्लै नहिँड्ने, त्यस्तै पर्यो भने भनेर हिँड्ने गर है नानी। हुन्छ सर, सानैदेखि यो गाउँमा बसेको भएर मलाई अलिअलि त यो गाउँको बारेमा थाहा छँदैछ। हुन त हजुरले भने जस्तो कुन बेला कहाँ के घटना गर्छ भनेर थाहा नै हुँदैन। समय सधैँ एकै नाच पनि चल्दैन, तर सकेसम्म आफूलाई जोगाएर बचाएर हिँड्ने प्रयास गर्नेछु। हजुरले झन् यति ठुलो कुरा भनिदिनु भयो, मेरो लागि गर्वको कुरा हो।
त्यही त नानी, यस्ता कुराहरू हामीले सधैँमा सजग गरायौँ भने समाजमा भइपरि आउने घटनाहरू पनि नघट्न सक्छन्। हामीले सजग गराउनु पर्छ। त्यही भएर मैले भनेको, हुन त नानी पढे लेखेकी छौ, बुझेकी छौ, आफू पनि यही गाउँमा बसेको हुनाले यो गाउँको बारेमा जानकार पनि छौ। मैले आफ्नो मनको कुरा, आफ्नो गाउँको चेलीबेटी, आफ्नो समाजमा घटना नघटोस् भनेर यो कुरा भनेको नानी। हस् त नानी, तिमी पनि काममा जान लागेकी रहेछौ, राम्रोसँग आफ्नो कामहरू गर। म पनि अहिले स्कुल जान्छु है त। हस्, हुन्छ सर। हस्। उमेर त त्यत्तिकै खेर खेल्ने कुरो त भन्नु त केटा हो। जवान त पोखिन त दिन त भयो, तर त्यत्तिकै होइन क्या। कसरी भेट्नुहुन्छ यार? के हो मुया चिटिक्क परेर नहेरे पनि हेरौँ लाग्ने तिम्रो यो जवानी देखेर त आमा कसम भित्रैदेखि कस्तो कस्तो भएर आउँछ। कसकी छोरी हौ यति राम्रै अप्सरा जस्तै। अब तिमी कसकी बरी हुन्छौ त्यो त मलाई थाहा छैन, तर अब तिमी मेरी हुनेछौ, बुझ्यौ? आम्मा कसम यो मेरो ज्यान किन नजाओस्, तर म तिमीलाई छोड्दिन। मेरो ज्यान सके पनि तिमीलाई मैले रानी बनाउने सोचेको छु। छातीभित्र त कस्तो कस्तो फिल हुँदो रहेछ। यत्तिको भए त हेर्छौ होला नि, होइन र हो मिया? भन न, के बोल्दैनौ कि मलाई देखेर भित्रभित्रै केही कस्तो हुँदैछ? बोल्नलाई किन लजाउँछौ? आफ्नै जस्तो सम्झेर बोल्दा भइहाल्छ कुनी। छि 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 छि, कस्तो केटीको अनुहारै नदेखेको केटाहरू रहेछ भने? बाटोमा हिँडिरहेको जुनसुकै केटीलाई पनि यही हो तिमीहरूको बोल्ने तरिका? बाटोमा मान्छे कुन तरिकाले हिँडिरहेको हुन्छ, कहाँ हिँडिरहेको हुन्छ, तिमीहरूलाई अलिकति सोच्न पनि आउँदैन है? हुन त घरमा दिदी बहिनी भएको भए पो थाहा हुन्छ। घरमा दिदी बहिनी भए पनि यिनी बोकाहरूको हेर्ने नजर भनेको यही गिद्धे नजर त होला नि। छ्या, हेर न हेर त्यहाँ बोलेको। बाटोमा हिँड्ने जुनसुकै केटी देख्दा पनि म तिमीलाई आफ्नो बनाउँछु भनेर आमाको कसम खान लाज लाग्दैन? छ्या, त्यो निर्दोष आमाको कसम किन खाइराख्नु पर्यो? लाज शरम नबोकाहरू, काहीँ नबोका। छ्या, यिनीहरूलाई त केटा भन्न पनि लाजै लाग्छ, शरमै लाग्छ। यिनीहरू तिमीहरू मान्छे होइन, केटाहरू होइन, पशु हौ पशु। अरे यार मुया, थु पो गर्छौ त यार तिमीले मलाई चिनेकै रहेनछौ। काजीको छोरो हो, काजीको। यो थुकमा त पैसा चलाउने गरेको छु। तिमी थुकेर मेरो बेइज्जत नगर। तिमीलाई कति पैसा चाहिन्छ भन मसँग, तिमीलाई त पैसाले पुरिदिन्छु, बुझ्यौ? तिमी सायद काममै जान लागेको रहेछौ जस्तो लाग्यो मलाई। मेरो सङ्गत गरेर हेर, काजीको छोरो हो, बिहान बेलुकै पैसैमै सुताइदिन्छ। त्यही त केटा, हाम्रो आमाले भनेको मर्दको 7, 8, 10वटा पनि हुन्थ्यो अरे, बुझिस्? त्यही त केटा हो, यति केटी पाए त कसले छोड्थ्यो होला र? म पनि आँट्थेँ। छि 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 छि, यिनीहरूसँग त बोल्न पनि लाजै। एकजना मात्र यस्ता होलान् भनेको त ती तीनजना त्यस्ता रहेछन्। एक चर्कन दिन्छु अनि थाहा हुन्छ। आकाशको 3 तारा देख्दाखेरि खोइ जिस्काउँदो रहेछन् बाटामा हिँडिरहेका मान्छेलाई। छ्या, एकछिन न केटा हो, यति साह्रो चाँडै फिल्ममा नआउ न। काजीको छोरो यार आँटिरहेको छ। पहिले तिमीहरूले नै आँट्यौ भने काजीको छोरो हेरै पो हुन्छ त। त्यही माथि भिनाजुसँग बसिरहेको साली, भन्छन् क्यारे साली आदि घरवाली, दामी भएर बसेको छिन्, तर पनि पर्फेक्ट भइसक्यो जस्तो लागिरहेको छ मलाई। र यतिको राम्रो मुयालाई देखेपछि कसो यो मुटु सशक्क नहोला र केटा हो। त्यही भएर केटा हो, तिमीहरूले पहिला नआटाओ। पहिला काजी हो, काजीको छोराले नआटिकन कसैले साथमा पाइँदैन। मर्दा हुन्छ यार, के हान्छ नचाख्दिने। कन्ट्रोल
बाटो फुल नतिरी कन्ट्रोल। नमिरिया कन्ट्रोल जसले सक्छ उसले पढ्न काजीको जानु बा। छोरोले आँखा नलगाइकन अरू कसैले पनि लै नलगाउन। मर्दो हुन्छ पैसा छ मेरो पैसा पनि फिल आउँछ नि त पैसा केटा हौ तिमीहरूलाई पैसा चाहिन्छ कि चाहिँदैन? जवान चाहियो बाबा काजीको छोरालाई रिस्पेक्ट गर्न जानेको छ कि छैन? अन्त के गर्नु म फेरि काजीको छोरासँग पैसा 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 ओछ्यानभरि पैसा के को कमी छ? यदि काजीको छोराले भनेको मान्ने हो भने कन्ट्रोल मनलाई सम्हाल्ने गराओ केटा हो। सम्हाल्न सकिएन बा तिमीहरूलाई के कति गर्ने पैसा यार? चाहिन्छ म दिन्छु, तर किनकि यतिको राम्रो तरुनी देखिसकेपछि यतिको छुनी चाहिँ पहिला मैले परो, त्यसपछि तिमीहरूले जेसुकै गराओ। बोसको कुरा मान्ने कि नमान्ने त्यति चाहिँ मान्नु त तिमीहरूको मान्नुहुन्थ्यो हातमा नि यार रहन्छ। यति देश हामीलाई पनि त अलिक औडा हुन्छ नि त औडा हुन्छ नि त। त्यो के पैसाले मात्रै आउने रहेछ जमानी अलिकति हाम्रो पनि पाल्न आउँछ नि हो के हो के हो केटा हो, यति फिल्ममा उद्रेर भोलिको लागि पैसा चाहिँदैन। आजको मात्रै पैसा नि चाहियो जवानी नि चाहियो नि बाबा आज खाएपछि भोलि खानुपर्छ भन्ने कुरो पर्छ। थाहा छ कि थाहा छैन? आज यो चाहिँ पहिलाचोटि म चाहौँ कि भने नो 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 मर्दा हो नि यार केटा हो, मलाई रिस नउठाउन केटा हो। यतिको केटीलाई यो आँखाले नहेरिकन यति तिमीहरूले आँखा उठाएर मात्रै हेऱ्यौ भने सोचाओ मलाई आज हेर्न काजीको छोराले जे पनि गर्न सक्छ। मलाई थाहा नसकेन त हो यतिको चाहिँ फिल्ममा नआऊ केटा हो। तिमीहरूले यो हरकत गरेको देखेर मलाई नै कस्तो 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 आम्मा कसम मलाई पनि अलिअलि हेर्नु ओह हावा पनि चल्ने, जवानी मुटु पनि चल्ने, आगो कहाँबाट बाल्ने? ओ माई गड, त्यही भएर केटा हो तिमीहरू पनि यति फिल्ममा नआऊ। रुनु कि हाँस्नु, खराउनु कि बौलाउनु? ओ माई गड, म त रोएको छु कि हाँसेको छु। तिमीहरूले मलाई औडा किन बनाउँछौ? पैसो 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 भन्दा भन्दै तिमीहरूले त मेरो माया नै उडाउँछौ जस्तो लाग्यो। त्यही भएर अब तिमीहरूको साथ होइन, त पैसाको हात लिएर अब अगाडि अरू नै केटालाई व्यवस्था गर्नु पर्ला जस्तो छ। तिमीहरू अब मेरो लागि होइन, अरू कसैको लागि काम गर्छौ, मेरो लागि होइन। मसँग त पैसा छ, जसले दियो पैसा त्यसैसँग हुन्छ पैसा। फिल आयो रे छि 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 मान्छेलाई पैसामा किन्नेले माया के नकिनोस् त। एउटा कुरा तिमीहरू तिनैजनाले कान खोलेर सुन, यहाँ सबै कुरा पैसाले हुँदैन, पैसा मात्रै सबै कुरा ठुलो होइन। तिमीहरूलाई पैसा अलिकति बढी भयो भने पैसा भएपछि त जस्तो खालको केटी पनि पाइन्छ, जे पनि गर्न सकिन्छ भन्ने तिमीहरूको दिमागमा जुन भ्रम छ नि त्यसलाई हटाइहाल। छि 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 तिमीहरूको घरमा पनि दिदीबहिनी छ, तिमीहरू जस्तो अरू पनि केटाहरू छन्। यदि तिमीहरूको दिदीबहिनीलाई कुनै केटाहरूले जस्तो तिमीहरूले अहिले म माथि गरिरहेको व्यवहार तिमीहरूको दिदीबहिनी माथि गर्यो भने तिमीहरूको दिमागमा के पर्छ भन त? अलिकति आफ्नो दिदीबहिनीलाई पनि सोच्ने गर, दिदीबहिनीलाई पनि मेरो ठाउँमा राखेर हेर्ने गर। पैसाले सबै कुरा हुँदैन, यहाँ सबै कुरा पैसाले हुने भएदेखि म पनि आज यसरी काममा जान आत्तिँदै काममा जाने थिइनँ होला। दिदी बहिनीलाई त म दाँजी हाल्न हो मैया। पहिला त तिमी सानी सानी थियौ मात्रै, अहिले त हलक्क बढी छौ भन्न मात्रै पो खोजेको हो त। होइन बानो के गर्छौ न? त्यस्तो केही पनि होइन दाइ, काममा जाँदै रहेछ अनि म चाहिँ आँखामा के परेको रहेछ भनेर मात्रै यसो हेरिदिएको मात्रै हो। त्यस्तो नराम्रो त सोचिहाल्नु पर्दैन नि। के रे के भनिस्? त कस्तो छ भनेर मलाई पहिला थाहा थियो। सला हरकत गर्छस्। ल केटा हो, हामी पनि माथिसम्म भनेर निस्क्या, समयले पनि डाँडो काटो जाउँ। अब हामी के लाङटाङ लुङटाङ गर्नु? साल नानी तिमी के भएको नि? म पुऱ्याउन जान्छु भन्दाखेरि हुँदैन, बिना म एक्लै जान्छु भने कि होइन? हट केटा हो, एउटा कुरो भन्छन् के अरे काली खाती खाली वाली भनेर राम्ररी मत गरोस् तिम्रो कारणले मैले भने खाएँ, किन म पुऱ्याइन्छु? तिमीलाई त म पछि हेर्छु नि, काजीको छोरो न साजीको छोरो, काजीको छोरो।
नमर्दा कहाँ हिँड्नलाइस् मलाई भनिस् नमर्दा तँलाई भनेको नि ब्रो अनि नामर्दालाई नामर्दा नभने के भन्ने त लखर लखर बाटामा एक्लै हिँडिरहेको जस्तो के हो कुरो के हो 3 जना भएर के हो पारा के हो यो त तिनजना भने यसलाई धम्काउँछ नि त हान्दैन सालेलाई यसलाई के मारेर फ्यालिदिनु है क्या बच्चा जस्तो के हान्छ के ती तिनजना देख्दा पनि डराउँदैन नि त के हो यो सालेलाई एकैसाथ हानेर उडाइदेन मा सालेलाई त्यही त भने मासालाई एक मुक्क लगाइदिनु पर्छ कि क्या ठुल्ठुलो कुरो गर्दो रहेछ अनि तैँले नामर्दा कसलाई भन्न खोजेको 3 जना भएर हेप्न खोजेको म एक्लैलाई के भनिस् रे केटा नामर्दा भनेको के हो रे नामर्दा भनेको के हुनु तैँले 7-8 वर्ष भइसक्यो विवाह गरेको गाउँभरि हल्ला छ ए फलानाको त बुढीको त बच्चै भएन भनेर अरे कमसेकम बिहे गरिसकेपछि बच्चा पनि जन्माउने काम गर हुन पनि कसरी होस् एउटा पेट बाजो भएको बुढी त बिहे गरेको छ त्यतिका गाउँले कहाँ कुरा काट्छ र त्यसलाई नामर्दा नभने कुकुरलाई भन्छ त नामर्दा हजुरलाई बाँझै भन्नुपर्छ नि हो त भने थाहा हुनु पर्यो नि के तैँमा केही कमी छ यदि त्यस्तो हो भने हामीलाई भन् हामीले कुनै आइडिया दिन्छौँ बुझिस् ए मलाई नामर्दा भन्नुको कारण यो पो रहेछ मैले बच्चा जन्माउँ नजन्माउँ तिमीहरूलाई के को टाउको दुखाए त्यो त मेरो विषय हो नि तँहरूलाई मेरो बारेमा बुझिरहनु केही जरुरत छैन जे छु म त्यो ठिक छु बुझिस् मेरो विषयमा धेरै कुरा काट्नु पर्दैन सबै कुरा मैले आफै बुझेछु खै छ केटो त धेरै रिसाएर गयो त भन्न त मान्छेले भन्ने गर्थ्यो साथी बुढो खाडीमा बुढी चाहिँ अर्कैको गाडीमा यसको हालत त्यही हुन्छ सम्झाउँदा कहाँ लाग्छ र कुन दिन कुन घारीमा लान्छ कुन चाहिँ थाहा छैन जाम हामी सम्झाएर केही फाइदा छैन कि होइन ए भाउजू कहाँ जान लाग्नु भएको कहाँ हुने नि नानी त्यही के भेट्न जान लाग्यो होइन ए भाउजू कसलाई भेट्न जान्छु भन्नुभएको ए मेरो त्यहाँ माइतदेखि साथी आएको छ उसैलाई भेट्न जान लाग्यो होइन माइतको साथी पनि बाटोमा भेट्न आउँछ त भाउजू घरमा आइहाल्नुहुन्छ नि हे नानी घरमा आउन भ्याउनु हुन्न अरे त्यही बाटोसम्म आउनुहुन्छ अरे त्यही भएर भेट्न जानला अनि त्यही पनि म त्यस्तो नराम्रो काम गर्न जानला हो र साथीलाई भेटेर आइहाल्छु नि ल ल भाउजू भेटेर छिटै आउनु त्यहाँ घरमा धेरै काम छ ल ल नानी म गएर आइहाल्छु ए बुढी कहाँ जान लाग्यो तिमी कहाँ हुनु नि बुढा त्यही तल बच्चादेखिको साथी आ रहेछ माइतदेखि भेट्न जान लाग्यो फेरि को साथी हो त्यो फेरि बच्चादेखिको म पनि जान्छु नि त भेट्नलाई हे बुढा पनि मेरो पो साथी हो त हजुरको साथी हो र पर्दैन हजुर जानलाई म एक्लै गइहाल्छु नि भर्खर खेतबाट थाकेर आउनुभयो भित्र गएर आराम गर्नुहोस् बरु होइन है दाइ के को आराम गर्नु भन्नुभएको तपाईँलाई भाउजूले भाउजूको चालामाला ठिक लागिरहेको छैन है मलाई तपाईँ पनि पछि पछि जानु भाउजूलाई त एक्लै पठाउँदै नपठाउनु होइन है नानी तपाईँलाई मेरो चालामाला के ठिक लागेन ठिकै हो बहिनी तिम्रो कुरा ठिकै लाग्यो मलाई अनि बुढी तिम्रो पनि पहिलाको जस्तो आनी बानी देखिँदैन है मैले अब अलिक चेन्ज हुँदैछौ तिमी ए बुढा पनि बहिनीको कुरा सुनेर मलाई शङ्का गरेको के म त्यस्तो छु जस्तो लाग्छ शङ्का गरे होइन बुढी तिम्रो बानी व्यवहार देख्दा कता कता त्यस्तै गरेको छौ कि जस्तो लाग्छ हे लाला भयो बुढा म त्यहाँ तल एकछिन साथीले भेटेर आउँछु तपाईँ भित्र गएर आराम गर्नु म गएँ ल ल अलि छिटो आऊ तिमी पनि दाइ मलाई किन आज भोलि भाउजूको चालामाला देख्दा ठिकै लागेको छैन त्यही त बहिनी मलाई नि हेर्दाखेरि त्यस्तै लागिरहेछ तर वास्तविकता कुरा के हो भन्ने कुरा मलाई पनि थाहा छ फेरि आज भोलि मलाई गाउँलेले नाना थरीको कुरा सुनाउँदैछन् तेरो भाउजूले कतै नराम्रो काम त गरेको छैन खै दाइ मलाई पनि गाउँतिर जाँदाखेरि सबैले नानावादी कुरा सुनाउँछन् खै दाइ मैले त केही बुझ्न सकेको छैन ल ल बहिनी अहिले मलाई अलिक भोक लागिरहेछ थका लागेर छु अब त्यो कुरा पछि गरौँला जाउँ ल ल दाइ हुन्छ भाउजू आइहाल्नुहुन्छ नि ओहो भाउजू यति राम्री चिटिक्क भएर कता हिँड्नु भएको कता हुनु नि नानी त्यही तल पसलसम्म जान लागि अनि तपाईँ कता जान लाग्नु भयो त कता हुनु भाउजू म पनि त्यही माथि साइला घर जान लागि ल ल हुन्छ नानी मलाई पनि धेरै हतार भएको छ हुन्छ म पनि जान्छु हतार त भएकै होला नि भाउजू पसलसम्मको हो कि कहाँसम्मको हो कुन्नी हे नानी तपाईँले भन्न खोजेको के हो जहाँसम्मको यात्रा भयो नि तपाईँलाई के को मतलब
ए ल ल भाउजू मैले तपाईँलाई जिस्काउन खोजेको होइन। ए ल ल जिस्काउनुहोस् नजिस्काउनुहोस् मलाई मतलब छैन गएँ म। आमा सुन्नुहोस् न, म दिदीको घर जान्छु न, नगएको पनि धेरै भयो। छोरी किन जानु पर्यो? जानु पर्दैन, घरै बसे हुँदैन। मम्मी जान्छु न क्या, दिदीलाई नभेटेको पनि धेरै भयो, कस्तो नेस्रो लागिसक्यो। जानु पर्दैन भनेपछि जानु पर्दैन, किन जानु पर्यो? नगए हुँदैन, हिँड्ने होइन। हे मम्मी म त जाने हो, आफ्नो दिदीलाई भेट्न पनि नपाउनु। हेर छोरी हिँड्नु हुँदैन, तँलाई मैले नराम्रो भनेको होइन। तल्लो घर साइलाकोमा हेर त के भएको छ। तल्लो घरे साइलाले आफ्नै सालीले कस्तो व्यवहार गरेको छ तैँले देखिसिस्, त्यही भएर तँलाई मैले नजा भनेको। हे मम्मी सबैजना कहाँ एउटै हुन्छन् र? त्यही पनि त्यो दाइले त्यस्तो नराम्रो के गरेछन् र? छोरी अहिले चुप लागेर बस, पछि आफै थाहा पाउँछिस्। ओहो सीता, के छ खबर तिम्रो? कस्तो हो के यत्रो टाइम कुराउने? झन् घरमा के भनेर धाँती भेट्न आएकी छु, आफू भने यति ढिला गर्ने। तिमीले कस्तो कुरा गरे क्या सीता? घरमा पनि बुढी छे, त्यसलाई पनि मिलाउनु पर्यो। जुत्ता लाग्यो कि कहाँ जानु लाग्यो भने अघि पछि लाग्छ, अनि बल्ल बल्ल मिलाएर आएको नि। हुन त हो, त्यही पनि अलिअलि टाइमको ख्याल त राख्नु पर्छ नि। त्यहाँ भने हाम्रो त तिमी छँदैछौ म छँदैछु, अनि के गरेर तिमीले? हे नचल्नु। ल के भन्नु के, बल्ल बल्ल भेट्यो, नचाल्ने र नचाल्ने भनेर मसिन्छ। यहाँ बाटामा कसैले देख्यो भने हाम्रो इज्जत जाँदैन, के भन्ला? इज्जत गरेर के भयो त नि? म छैन, म लैजान्छु घरमा। अनि तपाईँको बुढीलाई कहाँ लाग्नुहुन्छ नि मलाई घरमा लगेपछि? त्यो जेठी तिमी कान्छी बनाएर राख्ने मजाले। मेरो बुढाले मलाई त मारिदिन्छ, सिधै मारिदिन्छ, मलाई त काट्छ। मार्दैन क्या मार्दैन, तिमीले के भन्नु यस्तो चाहिँ? कसैले देखेर के हुँदैन क्या सीता? तिमी छँदैछौ म छँदैछु, तिम्रो र मेरो यो मिले भइगयो। त्यही पनि अरूले देख्यो भने पनि के भयो र? तिम्रो पनि बच्चा अहिलेसम्म भएको छैन के अरे? अब त्यो मेरो घरको खारी बुढीले बच्चै पाउँदैन। तिमीसँग यता टेम्परामेन्ट भएर के गरेर खुट्ट छोड गर्नु भने त म घर लिएर जान्छु तिमीलाई पनि, म त्यसलाई छोडिदिन्छु नि। के भयो र? यति राम्री चाहिँ मान्छे, त्यही पनि मन यो के गर्नुभएको? तपाईँलाई अलिकति पनि लाज शरम छैन? छि 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 छि, भिनाजु भन्दा पनि लाजै छैन। यस्तालाई भिनाजु नै के भन्नु? छ्या थु, घरमा बुढी हुँदै दुनियाँ केटी खेलाउँदैन, लाज शरम नभएको। अलिकति पनि लाज शरम भन्ने कुरा त हुन्छ नि। अनि यो नखरमाउली दुनियाँ केटासँग सुत्दै हिँड्न, केटाको ओछ्यान तातो बनाउँदै हिँड्न लाज शरम पनि नभएको। थुक्क, तेरो पनि घरमा आफ्नै बुढा छ त, घरमा बस्न सक्दिनस्? त्यो बुढाले कति दिन रात दुःख गरेर कमाएर ल्याएर कत्रोहरूको पेट पाल्छ थाहा छैन? अरूको बुढासँग सुत्न लाज पनि नभएको, लाज शरम नभएकी। छि छि छि, यस्तालाई पनि के केटी मान्छे भन्नु? यसलाई पनि छोरी मान्छे हुँदो रहेछन्। लाज शरम नभएको, अलिकति भन्ने इज्जत पनि छैन तेरो। हुन त तेरो इज्जत छैन होला, तर तेरो घरमा भएको श्रीमान सासू ससुराको त होला नि। अलिकति त्यो सासू ससुराको श्रीमानको पनि इज्जत राख्ने गर के। एउटा छोरी मान्छे भएपछि छोरी मान्छेको ठाउँमा बस्ने गर। एउटा छोरी मान्छेले अर्को छोरी मान्छेको घरबार बिगार्न अलिकति पनि लाज शरम नभएकी। छि, छोरा मान्छे भनेको त फुलको भमरा जस्तै हो, फुलमा भमरा डुल्छ नि त्यस्तै हो। त्यही भएर आफू सचेत हुन सिक के। काहीँ नभएकी नखरमाउली। आइन्दा मैले भिनाजुसँग यहाँ बसेको पनि होइन, सिधा नजरले हेरेको मात्र देखु र तँलाई मैले के हालत गर्छु मलाई मात्रै थाहा छ। अनि सुन्नुहोस् भिनाजु बनाउँदो, खुरुक्क घर आउने हो कि यो कुरा लगाएर दिदीलाई लगाइदिउँ मैले? फेरि पनि यो केटीसँग चुस्सा मात्र देखेँ भने मैले के गर्छु मलाई मात्रै थाहा छ। खुब सोझो भनेर हेप्टे होला होइन? नानी प्लिज, अब जे हुनु भइहाल्यो, अबदेखि म यस्तो गलत काम कहिले पनि गर्दैन। घरमा यो कुरा कसैले थाहा नहोस् नानी। मेरो त घरमा बुढाले जिउँदै मार्छ मलाई त। यस्तो कुरा मेरो घरमा नलाइदिनु होला प्लिज नानु। घरमा सासू ससुरा र बुढाले गाली गर्छन् पिट्छन् भन्ने कुरा थाहा रहेछ त। यो कुरा किन पहिले सोचेनौ? अहिले आएर सोचेर हुन्छ? हेर, म यो कुरा घरमा गएर तिम्रो बुढा घरमा जो छ नि तिम्रो फ्यामिली सबैले पलाइदिन्छु। अनि के हुन्छ तिमीले हेर्दै जाऊ ल। कति न सोझो बाउआमा र बुढाको फाइदा उठाउन खोजेकी होला होइन? मैले जानेकी छु, हेर्दै जाऊ अब मैले के गर्छु।
यो कुरा गरे घरमा नलाइदिनु त कहाँ छोड्छु र हिमाजु तपाईँ पनि घरमा आएछु बस्नुहुन्न दिदीको हातबाट कति पिटाइ खानुहुन्छ मलाई मात्रै थाहा छ अनि तँ पनि सुन तेरो पनि घरमा गएर पहिला पोलाउन सकिन छुने भने म पनि भइन गएँ म तिमीहरूको चर्टेकोलाई हेर्न सक्दिनँ म सानी तिमी नलडाउ पिर नगर यो जान त गई होइन कतिसम्म पुग्नु सक्दिनँ यो यसलाई जसरी म ठेगा लाउँछु यसले म खोल्यो भने तिम्रो घर पनि बिग्रिन्छ र मेरो घर पनि बिग्रिन्छ त्यही भएर यसलाई म चुप्पो लाउने बाटो बनाउँछु तिमी पिर नगर जसरी हुन्छ यसलाई त ठेगान लाउनै पर्छ यसलाई ठेगान लाएन भने त मेरो बुढाले मलाई त मारिदिन्छ मेरो घरबाट त बिग्रिहाल्छ नि तिमी पिर नगर तिमी म भनेर आएको होइन तिमीलाई म एक्लै हुनु भएन त्यसलाई त म जसरी सिधाउँछु कि भन्नु नमान तिमी पनि चुप्पो लाग अहिले तिमी घर जाऊ म घर जान्छु है फेरि के गरेर म हेर्छु बेना ए बेना बाहिर आउनु न बेना होइन तपाईँको बुढी कहाँ गएको छन् थाहा छ तपाईँलाई के भयो नानी साथीसँग भेट्छु भनेर गएकी थिए कतै केही त भएन ए साथी भेट्छु भनेर पो जानु भएको थियो हो रहेछ जङ्गलमा साथी नै भेटेर बस्नु भएको रहेछ हजुरको बुढी उहाँ के भइसक्यो हजुरलाई केही कुरा थाहा नै छैन बेना होइन के भन्छ साली के भयो जङ्गलमा कतै लड्यो कि होइन के भएछ बाहिर के हुनु नि हुनु नहुनु सबै भइसके हेर हेर म पनि कस्तो म मर्नु पर्थ्यो नि यो सब देख्नु भन्दा पहिला त ती सब चर्टेको होला मेरो यी फुट्न नसकेको आँखाले किन देख्नु पर्यो होला होइन के भन्छ नानीले के देख्यो रे तिमीले त्यस्तो यसरी सिधा सिधा भन न घुमाएर नभन न त्यही त दिदी के भएछ भन्नु न होइन भाउजूलाई कति केही त भएन नि ए भन्नु नै पर्ने हो सुन्नु नै हुन्छ आफ्नै बुढी आफ्नै भाउजूको चर्टीकला मलाई त भन्न पनि लाज लागेको छ सुन्नुहुन्छ भने ल सुन्नुहोस् तपाईँकी बुढी तपाईँकी भाउजू माथि त्यो भन्ज्याङकी डाँडामा मजाले चप्केर बसेका छन् दुईजना मेरो बेनासँग सुतेर बसेका छन् हुन त त्यसलाई भेना पनि के भन्नु र तपाईँको बुढी हो भने कसरी भन्नु मलाई त भन्न पनि लाजै लागेको छ लाज शरम पचेकाहरू नानी के भनेको यस्तो सुन्छ भनेर त मैले कल्पनामा पनि सोचेको थिएन यसमा त तपाईँको गल्ती हो दाइ मैले झन् बिहान भाउजूको पछि पछि जानु भनेको होइन मलाई त केही पनि थाहा छैन जेसुकै गर्नुहोस् हो बहिनी मैले भनेको कुरा माने भाइ आज सबै ठिक हुन्थ्यो होला आज यही दिन देख्नको लागि यस्तो भएको रहेछ अब के गर्ने होला नानी अब जेसुकै गर्नुहोस् मेरो काम भनेको सुनाइदिने हो मैले सुनाएँ म त गएँ म पनि भित्र गएँ दाइ पानी बन्द गरेर उठ न यहाँ के भयो बेना कहाँ गएको छन् तँलाई थाहा छ छैन त के थाहा हुन्थ्यो त उहाँ बिनाजुले हुने नहुने सबै काम गरिसके तिमीलाई के थाहा तिमी पो यहाँ घरमा बसेकी छौ त अघि म कामबाट आउँदाखेरि बाटोमा देखेकी होइन के देखिस् न नानी बाटोमा त्यस्तो तैले छिटो छिटो भन् त के भयो के हुनु नि हाम्रो बिनाजु माथि त्यो भन्ज्याङको डाँडामा बिर्खे बिनाजुको बुढी र हाम्रो बेना मजाले सुतेर बसेका थिए लट्ठारेर काहीँ नभएको लाज शरम नभएको मध्य दिनमै म त त्यो सब देख्नु अगाडि किन मरिन मेरो आँखा किन फुटेन भनेर भनिरहेको थिएँ तँलाई झन् कस्तो भयो होला यति बेला यो कुरा सुनाउँदाखेरि के भन्छ यो बौलाइस कि के हो म यहाँ बौला र पागल भइसके तिमीलाई सत्य कुरा गर्दा त कहिले पो पत्याउँथ्यो र हुन त आफ्नो बुढाको कुरा अब भन्दाखेरि सत्य लाग्दैन कहिले सत्य कुरा यही हो पत्याउ नपत्याउ सुनाउनु मेरो कर्तव्य हो सुनाएपछि अब तिमीले पत्याउनु नपत्याउनु तिम्रो ठाउँमा छ मेरो काम सुनाउनु मैले सुनाइदिएँ म त गएँ होइन यसले के भन्छ यो कुरा साँच्चीकै हो कि क्या हो अहिले तिनी बुढा घरमा मात्रै आओस् न अनि सत्य के हो बल्ल थाहा हुन्छ दिदी बहिनी
भाइनेसी लुकेर सुख पाउँछु भन्नु कि अरे फुर्केर बाहिर आइज तेरो बहिनी कहाँ गयो अहिले बहिनी छोडिदिनु ओए बुढी बाहिर आइज घरको घर बस्नु तेरो बहिनी बाहिर निकाल्छ मेरो एउटा सल्लाह छ निकाली कि ननिकाली छिटो निकाल भने होइन घर कोही पनि छैन के हो ए बुढी बुढी ए बुढी छिटो निस्क्यो भने ए बुढी यहाँ दिदी बहिनी नै भित्र मोरे कि क्या हो झन् म यहाँ आएर मारेर बाँस काटेर यसको दिदी बहिनीलाई टनक्क बाँधेर लान्छु भनेको बोल्दै बोल्दैन नि त कि भित्रै मरिसक्यो है म भित्रै आउनु पर्यो होइन त बुढी ए बुढी मैले त्यत्रो चिच्याउँदाखेरि मैले सुन्नु पर्दैन मलाई टङ्किनी तेरो त्यो बहिनी बनाउँदै कहाँ छ त्यो दुर्पत्ता जस्तो अनुहार है बोला अझ बोलिदिनुहोस् म यहाँ बाहिर त्यत्रो चिच्चा होइन न यहाँ पो शेष मलाई लाज नहोस् गरी मैले तँलाई त्यत्रो बाहिरबाट बुढी ए बुढी भनेर बहिनी भने होइन तँलाई मैले है तँलाई त म आज साँझ छोड्छु तँलाई मलाई छोड्नु तँलाई म तँलाई त लड्दै हाल्यो मान्छेलाई म आज तँलाई त के गर्नु तँलाई त त्यत्रो बोला तँलाई मैले तेरो बहिनी भाइ बहिनी बनाउँछु खोइ बहिनी बनाउँदै खोइ तेरो बहिनी बनाउँदै खोइ निकाल छोटो निकाल ओए बहिनी भनेर साली मलाई यसले मुसाडे कि आज मार्छु म त पुगे हान्नेलाई लजा लजा कहाँ गयो त्यो तँलाई खोज्छु तँलाई त कहाँ गयो त्यो यो साली कहाँ गयो मेरो घर बिगारेर मेरै घरमा बसेर ए कति आनन्दसित बसिन्छ मेरै खाएको मेरै लाएको त्यही पनि मेरो अर्कोसँग मेरो सम्बन्ध भएको हो पुरै जिले भनिस् मेरो घर तले बिगारी छैन तँलाई म सुत्नै दिन्न तँलाई त म यत्तिकै उठाइदिन्छु माथि अब यो म तँलाई मारिदिन्छु कति बल्झी भयो कि मेरै मानो खाइ है कति बल्झिन्छस् खाएस् कि भेनाको कुरा काट्दै हिँड्छु यही हाल तेरो चुलो लाएर बस्यो भाइ त आज भगवान्को प्यारो हुन्थिस् अब गरी
जे गरोस् मलाई मतलब छैन जाने म घर बोल्यो भने अर्कोलाई मागिन्छु म यसो भयो उसैमा जाने म दाइ त कहाँ जान लागेको काहीँ होइन यही तल साथीहरूलाई भेट्न जानु लाग्यो ल ल छिटै गरेर आइज घरमा आमाहरू पनि हुनुहुन्न म पनि एक्लै छु त पनि खालि साथीहरू मात्रै भन्छस् घरमा कामहरू पनि गर्दैन सबै म एक्लै गर्नुपर्छ हे बहिनी त अनि कति कराउँछस् एकछिन साथीभाइसँग भेटेर आइहाल्छु नि खालि म निस्किने बेला चाहिँ यो काम भनेर अल्झाइरहन्छ अहिले आइहाल्छु नि तर मम्मी छ नि त काम गर्ने मिलेर गराउनु म एकछिन आइहाल्छु नि काम जति चाहिँ खालि मम्मी र म मात्रै गर्छौँ आफू चाहिँ खालि डुल हल्ली खा ल ल धेरै नकाएर काम गर्नु म जान्छु ल ल छिटो गरेर आइज है तेरो काम त बाँकी राखिदिन्छु नि म भाउजू ओ भाउजू भाउजू किन चिच्याउँदै आएको के भयो तपाईँको बुढा कहाँ छ भन्नु त नडाडिकन मलाई होइन है बाबु किन कराउँदै आउनु भएको यसरी मलाई थाहा छैन कता गयो सबै कुरा थाहा पाएर पनि थाहा नपाए जस्तो नगर्नुहोस् भाउजू तपाईँको बुढाले मेरो बुढीलाई जङ्गलमा छोप्यो अरे कहाँ लुकाएर राखेको छ छिटो भन्नुहोस् त हो बाबु मलाई सबै कुरा थाहा छ तर पनि मैले हजुरलाई कुरा थाहा छैन कि भनेर मात्रै लुकाएको हो बाबु मेरो पापिनी श्रीमान र हजुरको पापिनी श्रीमती मिलेर हामी दुईजनालाई धोका दिइरहेको रहेछ हो भाउजू मेरो श्रीमतीले पनि त्यस्तो हरकत गरे अहिलेसम्म पनि घर फर्केको छैन मलाई मेरो बुढीले आज ठुलो धोका दिए मैले धेरै माया गरेको थिएँ मलाई मेरो बहिनीले धेरैचोटि भनेको थियो भाउजूको बानी यस्तो छ उस्तो छ तर मैले यो कुरा नमानेर ठुलो गल्ती गरेछु अब हेर्नु भाउजू हामी दुईजनालाई त गाउँमा मुख देखाएर हिँड्नु पनि लाजै हो नि भयो यो कुरा गुपचुप गराएर राखौँ भने पनि गुपचुप हुँदैन भाउजू अब के गर्ने हो त्यही त बाबु अब के गर्ने होला म त केही सोच्न सकेको छैन भाउजू अहिले दाइ कता छ त बाबु सत्य कुरो लुकाएर कहाँ लुक्छ र मेरो यस्तो हालत बनाएर माथि चोठामा बसिरहेको छ ए माथि चोटामा पो सुतिरहेछ यो दाइ ओ दाइ दाइ आउँदैन त लाज मान्यो क्या म आफै जान्छु भित्र दाइ ओ दाइ साली 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 नानी भाउजू 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 नानी त छैन त भाउजू यहाँ माथि आउनुहोस् त भाउजू वार 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 बाबु भाउजू के भाउजू भयो यहाँ नानी हेर्नुहोस् त नानीलाई हेर्नुहोस् त यहाँ भाउजू के भएछ नानीलाई हेर्नुहोस् त यहाँ छैन त नानी 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 छैन त भाउजू नानी त नानी उठ्न नानी उठ्न नानी नानी उठ्न के गर्ने होला भाउजू अब भाउजू नानीलाई बाहिर लगेर पानी खुवाउँ बरु बाहिर लैजाउँ भाउजू बाहिर लैजाउँ भाउजू बरु नानीलाई
होइन के भयो घरमा घर कि घर भइरहेछ त के भयो सास पनि चले होइन के भयो ल न म त दाइको जाँड खाएर लड्नु भएको छ कि भनेको नानीलाई पो रहेछ के भयो भनाउ न के भयो यो कसले यस्तो हालत बनाइदियो हामीले दिउँसो भरि हामीले बाटोमा भेट्दाखेरि जिस्काएको मान्छे अहिले के भयो कसले के हालत गराइदियो बिचारा हिजो काममा जान्छु भनेर बाटोमा भेटाएको नानीलाई के भयो फेरि यो हस्पिटल लैजाउँ न यो हस्पिटल लैजाउँ न के भएको हाँस्यो ए भगवान् कसले के हालत गराइदियो यो कसलाई केही थाहा छ भने कसले के गराइदियो यो कसले के गरायो कोठाभित्र गएर मान्छेले के गरेको यो साथी हस्पिटल लैजाउँ न साथ छैन साथी साथ छैन त्यही पनि नानी चामेर नानी चामेर के भयो हस्पिटलमा के भयो दिउँसो भरि मैले चिस्काएको थिएँ यति राम्रो मान्छेलाई हे भगवान् कसले यस्तो हालत गराइदियो हे भगवान् दिउँसो भरि त्यति राम्रो मैले चिस्काएर बोलेको मान्छे के भयो कसले के गराइदियो यस्तो हे भगवान् पुलिस बोलाउनु पर्छ कसले मारिदियो साथी उठाइदिनु छैन साथी उठाइदिनु मरेको छैन जिउँदो छ साथी 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 कसले मारिदियो हे भगवान् कसले मारिदियो हे भगवान् राम्रो मान्छेलाई भगवानले लान्छ भन्थ्यो हो रहेछ कसले मारिदियो हे भगवान् उठ्नु न हे भगवान् कसले होला त यो यस्तो गरेको मलाई सब कुरो आफै लडेको कसले होला मलाई सब कुरो याद आयो बिहान बहार आएन साथी मलाई धेरै अगाडिबाट शङ्का लागिराखेको थियो यो कमसे कम बिनाजुको काम हुनुपर्छ किनकि गिद्धे नजर लगाइराखेको थियो उसैलाई मारेको हुनुपर्छ यो त्यसलाई म छोड्दिनँ त्यसलाई म यसरी नै मारिदिन्छु 100% त्यसैले हो जान पनि हुनुहुन्थ्यो हैन जानको बेला के गरे पनि हुन सक्छ जान खाना गिद्धे नजर लाग्छ यो त पुलिसलाई रिपोर्ट गरेर यो जति सबै अनुसन्धान छिटो गराइहाल्नु पर्छ यो त जोडे बिनाजुल कोठा हुन सक्छ यो जोडे बिनाजुल